हेलो एभ्रिवान, यो चाहिँ हाम्रो अहिले सिजनको भेजिटेबल गुर्बे साग। लेप्चामा चाहिँ हामी यसलाई सुङतुकबी भन्छ है। सो अब केलाउनुभन्दा अगाडि यसो चिया राख्यो छेउमा, तेल दलेर केलाउनु पर्ने हुन्छ, अलिक चिलाउँछ हात है। हो यसरी यसको बोक्रा चाहिँ पहिला यसरी अलग्गै छिल्यो, अनि यसलाई यसरी 2 फेक्ला पार्दा हुन्छ, तपाईँको साइज अनुसार कति मनपर्छ। सानो यो कलिलो डाक्लालाई पनि यसरी अलिकति यसको स्किन पिल अफ गरेर सानो सानो काटेर, सो अब धोएर चाहिँ नि यसलाई नुन अलिकति हालिकन मजाले नुन हालिकन आफ्टर वास त्यहाँदेखि बफ्याउनुपर्छ। यसलाई मजाले बफ्याउनुपर्छ। बफ्याएर जतिसम्म नरम हुँदैन त्यति बेलासम्म बफ्याएर चाहिँ यसरी जालीमा तार्नुपर्छ है ल। अब सबै रेडी भयो। अब लेट्स कुक। पहिला सबसे पहिला गार्लिक हाल्यो, अलिकति डढाएपछि प्याज हाल्यो, त्यहाँदेखि टमाटर पनि हाल्यो। टमाटर हालिसकेपछि अलिक पाक्न दिनुपर्छ। त्यसको माथि फेरि हर्दी हाल्यो। हर्दी हालिसकेर फेरि यसरी भुटे है। सो अलिकति पिरो खानु मन छ भने खोर्सानी हाल्दा भयो। मैले चाहिँ हरियो खोर्सानी हालेँ। फेरि अलिकति छोपिराख्यो ढक्कनीले। फेरि यसो पाकेको जस्तो भयो, प्याज टमाटर लसुन प्याज खोर्सानी भनेपछि अघि बफ्याएको सब्जी सबै हाल्ने। सो बिस्तारै हाल्दै प्याज टमाटर यो हाम्रो मसलासँग फिर्दै जति रहेको छ सबै मजाले कराईमा हाल्ने, भुट्ने। फेरि एकछिनमा यसरी गरिसकेपछि चाहिँ अब अघि चाहिँ मैले बफ्याउँदाखेरि अलिक नुन हालेको, त्यहाँदेखि तपाईँहरू आफ्नो स्वाद अनुसार कति नुन खानुहुन्छ। हाम्रो घरमा चाहिँ अलिक कम्ती नै नुन खान्छ। यसरी चलाएर फेरि ढक्कनी लगाएर राख्ने। एकछिनमा हाम्रो सब्जी चाहिँ यतिको हुन्छ है। पाक्दैछ, फेरि एकपल्ट पल्टाउँदै जाने। यो चाहिँ एकदम हाम्रो हिमालयन रिजनको भेजिटेबल हो। यो चाहिँ कि वाइल्ड भेजिटेबल हो। सो यसले कतिजनाले खानु भएको होला, कतिजनाले नखानु भएकोले प्लिज ट्राई गर्नुहोस्। एकदमै टेस्टी अनि यो न्युट्रिसियस फुड पनि हो। कसैले यसमा कुहिएको छुर्पी, कसैले पोर्कमा मिसाएर खाने गर्छ। सो हाम्रो सब्जी रेडी भयो।